निश्चल होइन कस्तो बिर्से यार उसलाई मलाई उसको यो नाम थाहा छ क्या यो मोक्ष भन्ने थाहा छ होइन कस्तो बिर्सेको लु मैले दिमागमा आएको या नाम नआएको तर भाइ तिमी अन्डा नभन भाइ यत्रो अस्ट्रेलिया बसेर त्यस्तो अन्डा हो भने काम छैन कस्तो बिल्ला अन्डा छि यो भाइ पनि कस्तो सुन्ने छ पुरा रक्सी खान्छ क्या हो कस्तो रक्सी खाएको जस्तो सुन्ने छ भाइ लु दाडी सारी खाएर मेरो साथी तर म डन्डा मलाई दामी लाग्यो मलाई यो जसरी इन्ट्री हो मलाई दामी लाग्यो है यो एजेक्स हो मलाई थाहा छ म उसलाई चिन्दिनँ कहिले चिनेकै छैन नातागातै छैन हाम्रो तर मनको राम्रो छ मनको सबै राम्रो छ Yes, sir. अनि उसले लाख भयो भन्दैमा 1000 उसले बिर्सिँदैन तर जेसुकै जसले भन्यो मलाई त्यो एजेक्स जसरी इन्ट्री गर्यो मलाई एकदम राम्रो लागेको थियो त्यो इन्ट्री चाहिँ एकदम राम्रो लागेको थियो लिरिक्स फक द्याट लिरिक्स उसलाई भनेको होइन नि फेरि म लिरिक्सको बाल दिने मान्छे नै होइन फट्टे दिमागले मेरो स्वाट सुनेर थाहा पायो लिरिक्स म भाइबमा बग्ने मान्छे हो भाइबमा लिरिक्समा जेसुकै भने गरेर मलाई मतलब छैन तर तिमीहरूले मलाई भाइब दिन सक्यो म हल्ला ओहो भन्ने भयो भने दामी हो लिरिक्सको मतलबै छैन भाइ लिरिक्स गाना मलाई एजेक्सको इन्ट्री दामी लाग्यो अब रेक्स आयो यो भाइले मलाई पहिला डिस हानेको नि रेक्सले मलाई पहिला जोत्मा डिस हानेको अब जोत्मा उसको मैले केही खाइदिएको पनि छैन उसलाई के भएको नि जोत्मा अब उसलाई त्यो आरिस भित्रबाट त्यो अब ऊ सानो मान्छे होइन अनि यत्तिकै म आएर बोलेको भाइरल भएको उसले देख्यो अनि आरिस चलन तर ऊ सानो थियो अहिले ऊ ठुलो भइसक्यो उसमा त्यस्तो केही छैन मनको एकदम राम्रो मान्छे चिन्छु नि लाडो आयो भन्दैमा असार बिर्सिन्न लाग्दो भन्दैमा म हजार बिर्सिन्न बल्छिर्यो भन्दैमा म कहिले बजार बिर्सिन्न उसमा जान्छु तर चस्मा बिर्सिन्न मङ्गो पेटमा कहिले काहीँ तर डस्ना बिर्सिन्न यो दामी लाग्यो मलाई दामी लाग्यो यो दिमाग भएको मान्छे रहेछ भाइ काहीँ तर डस्ना बिर्सिन्न उसमा जान्छु तर चस्मा बिर्सिन्न मङ्गो पेटमा आँखा रातो हुन्छ अनि दामी लाग्यो भित्र मेरो 10 लाख उता बस्दा बिर्सिन्न लिपानीको झोलसँग दामी चक्ना बिर्सिन्न दिडाडे यो टोल भित्र बाको लफडा बिर्सिन्न त्यो भन्दैमा न हप्ता बिर्सिन्न गइनी जे गरे नि आफ्नो धन्दा बिर्सिन्न जति सक्सेस भए पनि चढ्न बिर्सिन्न यो रानी आयो यो फेरि तिमीहरूले तपाईँले त जाबरी यो मेरो भाइ हो मेरो यो बिर्सिन्न के भन्यो जता गइनी जे गरे नि चुरोट हान्दै गयो
जति सक्सेस भए पनि चढ्न बिर्सिन्न माथि पुगे पनि कहिले कट्न बिर्सिन्न कमाए पनि कहिले कर्जा बिर्सिन्न नाच्छु त्यसलाई रुमाल लाउन पर्दा बिर्सिन्न गर्न बिर्सिन्न पढ्न बिर्सिन्न कस्तो के कुरा गरेको यार त चिक्नेले यार बनाउँछ त भर्न बिर्सिन्न अरे अनि तँ कसरी बनाइस् त अनि भर्नै बिर्सिस् भने अनि चिक्ने के हो त्यो बिल्ला हानेको होइन नि फेरि मैले यो पनि मनको राम्रो छ यो पनि एकदम राम्रो छ मनको ए अझै लास्टमा एकचोटि डुङ्ग हुनु पर्थ्यो क्या मैले यता भिडियो हेरेन के गरेर लास्टमा सबको हातमा चुरट छ हेर तिमीहरूले ज्यान त के भयो एकैछिनमा अर्कै भएछ त गाना स्टार्ट हुँदा अर्कै थियो सकिँदा अर्कै भएछ त्यो भाइ ठाउँमा आएछ बल्ल ठाउँमा आएछ भाइ हो मलाई त्यो एजेक्स आएको मलाई राम्रो लाग्यो त्यो मैले फर्स्टमा मलाई यो मेरो भाइले यो एजेक्स भाइको मलाई एउटा कुन गीत पठाएको थियो कि यस्तो स्वर सुने कि अनि यस्तो स्वर सुन्दै मैले त्यति बेलै भनेको थिएँ भाइ यो कि मान्छे फ्लप भएर जान्छ होइन कि खतरा भरै जान्छ लाइक भोइस चाहिँ त्यस्तो खालको छ कि मान्छेले भोइस चाहिँ नि कि रुचाउने एकदम रुचाउने कि रुचाउँदै नरुचाउने टाइपको छ यो भोइस भनेर भनेको थिएँ तर मलाई चाहिँ रुचेको थियो तर मेरो धारणा चाहिँ त्यस्तो थियो अरूलाई त्यस्तो हुन सक्ला भनेर तर यो भाइ कस्तो युनिक छ अलिकति हो त्यो कस्तो घाँटीमा के छ टिपुमै हान्दिन कस्तो थाहा रहेन रहेछ भाइ खेलै थाहा रहेन रहेछ भाइ त भर्खर स्टार्ट गरेछ त राति डेटमा गइस् अनि केटी लिएर गइस् भने त ऊ त्यसमा पर्ने हो भाइ तिमी पहिला खोल न तिमी पहिला होइन मलाई लाग्यो तिमी पहिला खोल न हो त्यसमा गरेछ तर अलिकति भएन भाइ नि तर मनको राम्रो सबै राम्रो छ गीत मैले त च्याट पनि हेरेको छैन यार कसले के गर भनेर डङ अर्कै ऱ्यापर के भयो डङको के भयो भाइ डङ के भयो डङले के गर्यो भिटेन प्लिज अरे भिटेनको नयाँ गानै के आएको छैन जस्तो लाग्छ भिटेनको पहिलाको गाना चलिरहेछ अहिले आएर अनि अति नै घुमाइदिएको छ उसले डङ अर्कै कस्तो डङ अर्कै ऱ्यापर मैले बुझिनँ भाइ तैँले के भनिस् मैले बुझिनँ तैँले के भनिस् टुकीको नयाँ गानै छैन भाइ म पुरानो कसले नयाँ झारो भने सुन्छु म यिनीहरू नयाँ हो त अलिअलि नयाँ हो यिनीहरू यबीको चाहिँ अलिक पुरानो थियो स्टार्टिङ थियो मलाई हेर्नु थियो रियाक्सनहरू गर्दा कस्तो हुने रहेछ त्यो भिजुअलहरू पछि भनेर हो भिटेन 555 को नयाँ गाना छ 555 मैले कुन सुनेको थिएँ लास्ट टाइम मैले सुनेको भनेको त्यो स्पिड भन्ने के भन्ने सुनेको थिएँ मैले 555 त्यति हो त्यो पनि म पूर्ण राईसँग भेट्न जाँदाखेरि उनीहरूले बजाएर सुनाएको त्योभन्दा अगाडि सुनेको थिएँ कि एकचोटि अनि के जस्तो रहेछ भनेर अनि त्यो पूर्ण राईहरूसँग जाँदा गाडीमा बजाएको अनि यतिकै त्यो कानले सुनेको क्या खतरा लाग्दिरहेको मलाई त त्यो लिरिक्सहरू पनि हुन्छ नि अरे हो त भाइ बोल अझै बोल भन्ने जस्तो टाइपको हो त्यो फिल भइरहेको थियो क्या मलाई टुकी मैले नसुनेको धेरै भइसक्यो भाइ टुकी अब फेरि त्यो भनेको मैले टुकीको गाना भनेर उसले नझारेको चाहिँ नयाँ गाना उसको नदेखेको भनेको म टुकीको गाना म कसैको गाना सुनेन जे आउँछ तिमीहरूले भाइरल बनाए फेमस भयो त्यो गाना मेरो कानमा आयो म आफै गएर चाहिँ कसले के झारो के म त्यो सुन्दिनँ हाम्रो भाइ पनि
लिरिक्समा चाहिँ यो भाइलाई जित्न गाह्रै छ त्यस्तो खालको मान्छे हो यो चाहिँ त्यो चाहिँ भन्नै पर्दैन गाना छैन त ए वान डे आएको रहेछ त वान डे आएको यही हो त नि इन्डस्ट्री